रातिदेखि बिहानसम्म पानी परेर एकदमै ठुलो बाढी आयो देख्न सक्नुहुन्छ र भिडियो हेर्नु होला। देख्न सक्नुहुन्छ आज चाहिँ पानी परिरहेछ यस्तो छ र यो चाहिँ हाम्रो खेत जो चाहिँ धान रोपियो छ। सबभन्दा सुरुमा चाहिँ हाम्रो धान रोपेको छ देख्न सक्नुहुन्छ, अरूको चाहिँ खेत खाली नै छ र म चाहिँ तपाईँलाई फुल देखाउन गइरहेको छु। फुल ब्लक हेर्नु होला। म चाहिँ अहिले चन्दपुल आइपुग्न आँटेँ। देख्न सक्नुहुन्छ यस्तो छ बाटोहरू चाहिँ यस्तो छ र अहिले चाहिँ पानी परिरहेछ देख्न सक्नुहुन्छ। बाटोहरू नि भिजिरहेछ। आजभोलि चाहिँ पारिपट्टि बाटो पनि बनाउँदैछ, तपाईँहरूलाई म देखाउने छु। केटीहरू थुपारेको कारणले गर्दा मेरो चाहिँ स्कुल बस आउँदैन र हिँड्दै जानुपर्ने हुन्छ। आज चाहिँ आइतबार छुट्टी छ, त्यही भएर यसो ब्लग बनाउँदै बसिरहेको छु। देख्न सक्नुहुन्छ यहाँ चाहिँ गिटी थुपारेको छ, यसलाई चाहिँ मिलाउन बाँकी छ। यस्तो छ हरियाली। सो गाइस, म चाहिँ चन्दपुल आइसकेँ र फुल ब्लग हेर्नु होला र यो च्यानललाई लाइक कमेन्ट गरी सब्सक्राइब गर्नु होला। यहाँ देख्न सक्नुहुन्छ मिटर बालुवाथान जानको लागि कति मिटर भनेर 2.760 किलोमिटर त्यतिको टाढा छ यहाँदेखि बालुवाथान। र देख्न सक्नुहुन्छ यहाँ चाहिँ गिटीहरू थुपारेको छ, मिलाउन बाँकी छ। गाडीहरू हिँड्नलाई अलिक समस्या परिरहेछ अहिले। विद्यार्थीहरू पनि यहाँदेखि बस चढ्नको लागि पारिपट्टि जानुपर्ने हुन्छ। देख्न सक्नुहुन्छ यस्तो छ। आजभोलि चाहिँ पुरै बाटो बनाउनु धमाधम छ। हाम्रो नेरी चाहिँ पिच बनिसक्यो र यहाँ पारिपट्टि चाहिँ बनाउन पुरै धमाधम छ। आज पनि बनाउँछ होला, तर अलिक पानी परेको कारणले ढिलो हुन्छ होला। फेरि पानी पर्न थाल्यो र तपाईँहरूलाई चाहिँ म बाढी देखाउँछु। आज चाहिँ रातभरि पानी परेर बाढी बढेको छ। तपाईँलाई फुल ब्लग देखाउँछु। सो गाइस, यो चाहिँ चन्दपुल देख्न सक्नुहुन्छ। बाढी चाहिँ एकदम बढेको छ। बाढी देख्न सक्नुहुन्छ एकदम ठुलो आएको छ। पानी चाहिँ परिरहेछ र यता पारिपट्टि चाहिँ यस्तो बाटो बनाउन धमाधम छ। अहिले चाहिँ पानी परिरहेछ देख्न सक्नुहुन्छ। म पनि भिजिरहेको छु, तर पनि केही छैन, यसो भिडियो बनाउँदै हिँड्दैछु। यस्तो छ बाटो। यता पारिपट्टि चाहिँ फलैचा छ र यता नि बाढी पसेको रहेछ देख्न सक्नुहुन्छ। यो चाहिँ खेते हो तर पानी पसेको रहेछ। यस्तो छ। आजभोलि चाहिँ असार लागेर होला पानी एकदम परिरहेछ, बढिरहेछ, बाढी आइरहेछ, खोला नाला भरिरहेछ देख्न सक्नुहुन्छ। खोला नालाहरू चाहिँ बढिरहेछ। परदेखि आइरहेछ यो चाहिँ पानी पर देख्न सक्नुहुन्छ। परदेखि आइरहेछ। कहाँदेखि आएको यो चाहिँ यस्तो छ गाउँघरमा। आजभोलि चाहिँ पानी एकदम बढिरहेछ। सबैजना जोगिएर बस्नु होला र खोलातिर पौडी खेल्न चाहिँ नजानु होला। र आज चाहिँ यति नै। अब चाहिँ म घर जाँदैछु र देख्न सक्नुहुन्छ यस्तो छ। गिटीहरू थुपारेको छ। अहिले चाहिँ मै भिजिसकेँ क्या गाइस, त्यही भएर चाहिँ घर जान आँटेको। भिडियो त बनाउने मन छ तर भिजिसकेँ, केही छैन, अर्को टाइम बनाउँछु। पानी गिट्टी। आज चाहिँ स्कुल छुट्टी छ र म चाहिँ भिडियो बनाउन आएको, नत्र हतपति भिडियो लङ भिडियो बनाउन चाहिँ पाइँदैन। त्यही भएर आज चाहिँ यसो मौका परेको बेला बाढीको नि र बाटोहरूको पनि भिडियो बनाइदिएको देख्न सक्नुहुन्छ। यस्तो हरियाली छ। हाम्रै मात्र धान छिटो रोपेको, यताको चाहिँ धानहरू रोपेको छैन। अब यो चाहिँ
यो 12 गतेतिर जोतेर रोप्ने कुरा छन्। देख्न सक्नुहुन्छ यता बाजै छ, भैँसी हाल खेलिरहेछ। यस्तै छ, बाटो भिजेर लुथ्रुक्क छ, देख्न सक्नुहुन्छ। पानी चाहिँ के भएको, हिजो बेलुकादेखि ननस्टप परेछ। हाम्रो बाढी पनि एकदम बढेछ। म त बाढी बढेकै छैन भनेको त, बाढी त बढिएको र सो केही छैन। अब भोलिदेखि चाहिँ स्कुल फेरि पारी हिँड्दै जानुपर्ने हुन्छ। बाटो पनि बनाएको रहेनछ, बाटो पनि हेर्न आएको, बाटो चाहिँ बनाएकै रहेनछ क्या गाइस। अब आज बनाउँछ होला। र आजको लागि यहीँ भिडियो र सबले यो च्यानललाई लाइक कमेन्ट गरी सब्सक्राइब गर्नु होला। थ्याङ्क्स फर वाचिङ ब्लग।